आज एउटा यस्तो ठाउँको कथा सुनौ जुन नक्सामा देखिने एउटा नाम मात्रै होइन, त्योभन्दा कैयौँ गुणा गहिरो छ। कुनै पनि ठाउँको नाम कसरी रहन्छ होला? कहिलेकाहीँ त एउटा सामान्य नामले नै त्यो ठाउँको पुरै इतिहास र पहिचान लुकाएर राखेको हुन्छ, ठिक हाम्रै आँखा अगाडि। जस्तै ओखलढुङ्गा, यो नामलाई फुटाएर हेरौँ न। ओखल र ढुङ्गा हो, यो जिल्लाको नाम साँच्चीकै एउटा ढुङ्गाको ओखलबाट आएको हो। सोच्नुस् त, एउटा सामान्य घरमा हुने औजार जुन कुनै बेला यो पुरै समुदायको धड्कन थियो। अब यो ओखल भनेको अन्न पिस्ने एउटा ढुङ्गा मात्रै थिएन, यो त त्योभन्दा धेरै थियो। यो त एउटा प्रतीक थियो यहाँका मानिसहरूको कडा परिश्रमको, साँझमा हुने पारिवारिक जमघटको अनि आफ्नै खुट्टामा उभिने आत्मनिर्भरताको। ढुङ्गा र माटोको कुरा त भयो, अब हेरौँ कसरी यही भौतिक भूमिलाई शब्दको जादुले एउटा भावनात्मक संसारमा बदलियो। ओखलढुङ्गाको साहित्यिक पाटो एकदमै बलियो छ। नेपालका दुई महान कविहरू, युग कवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधव प्रसाद घिमिरे दुवैको जरा यही माटोसँग जोडिएको छ। भन्नुपर्दा उहाँहरूकै कविताले गर्दा ओखलढुङ्गा जति भूगोलमा जीवित छ, त्योभन्दा कता हो कता बढी त मानिसहरूको मन र मस्तिष्कमा जीवित छ। सिद्धिचरण श्रेष्ठको त्यो एउटै लाइन, मेरो प्यारो ओखलढुङ्गा, आहा, यो केवल कविताको पंक्ति मात्र रहेन, यो त एउटा भावना बन्यो जसले ओखलढुङ्गालाई हरेक नेपालीको मनमा अमर बनाइदियो। तर ओखलढुङ्गाको कथा कविहरूमा मात्र सीमित छैन, यो त यहाँ बस्ने विभिन्न समुदायहरूको सङ्गम पनि हो। एउटा यस्तो ठाउँ जहाँको कथा हरेक दिन हरेक संस्कृतिले लेखिरहेको छ। यहाँ राई, शेर्पा, सुनवार, ब्राह्मण, क्षेत्री, नेवार र अरू धेरै समुदायहरू सँगै बसेका छन्। अनि हरेक समुदायले आफ्नो मौलिक भाषा, पहिरन र रीतिरिवाज मिसाएर एउटा यस्तो सुन्दर सांस्कृतिक चित्र बनाएका छन् जुन साँच्चै नै अनुपम छ। अनि यो कुरा हेर्नुस् त, पोकली क्षेत्रमा समुदायले नै मिलेर बनाएको सुनवार जातीय सङ्ग्रहालय, यो एउटा सानो प्रयास मात्र होइन, यो त आफ्नो पहिचान र संस्कृतिलाई आउने पुस्ताको लागि जोगाउन गरिएको एउटा ठूलो सङ्घर्ष हो। साँच्चै प्रेरणादायी छ है। ल, अब संस्कृति र साहित्यको कुरालाई एकछिन थाती राखौँ, किनकि ओखलढुङ्गामा यस्ता प्राकृतिक खजानाहरू पनि छन् जुन अझै पनि धेरैको नजरबाट ओझेलमा परेका छन्। भनौँ न, नेपालका केही बेस्ट केप्ट सिक्रेट्स। यहाँ के छैन र? आँखालाई शीतलता दिने पोकली झरना छ, उपत्यका र हिमालको मनमोहक दृश्य देखाउने रिब्दी भ्यू पोइन्ट छ, त्यस्तै आस्थाको केन्द्र चम्पादेवी र चण्डीदेवी मन्दिर छन्, अनि बौद्ध परम्पराको तोलु गुम्बा। अझ इतिहास खोज्दै जाने हो भने चण्डीस्थान गुफा पनि छ। मतलब यहाँ साहसिक यात्रा र आध्यात्मिक शान्ति दुवै खोज्नेहरूका लागि प्रशस्त ठाउँहरू छन्। तर अचम्मको कुरा के छ भने, यति धेरै सुन्दरता र विविधता हुँदाहुँदै पनि ओखलढुङ्गा किन अझै पनि मुख्य पर्यटकीय नक्सामा आउन सकेको छैन? यो प्रश्नले नै हामीलाई यसको कथाको अर्को पाटोतर्फ लैजान्छ। त्यसको जवाफ पाउन हामीले यहाँको मनमोहक दृश्य पछाडि लुकेको सङ्घर्षको इतिहासलाई पल्टाउनुपर्छ, र त्योभन्दा पनि महत्त्वपूर्ण, यहाँका मानिसहरूको त्यो अदम्य साहसलाई बुझ्नुपर्छ। यो ठाउँको इतिहास हेर्ने हो भने कुनै बेला यो पूर्वी पहाडलाई केन्द्रसँग जोड्ने एउटा मुख्य बाटो थियो। तर समय बदलियो। गृहयुद्धको समयमा यो क्षेत्रले धेरै ठूलो द्वन्द्व र विस्थापन भोग्नु पर्यो। युद्ध सकिएपछि मानिसहरूले बिस्तारै तर दृढताका साथ आफ्नो जीवन र समुदायलाई फेरि उभ्याउने कोसिस गरे। र आज यहाँ विकास, रोजगारी र युवा पलायन जस्ता नयाँ चुनौतीहरू छन्। यो केवल समयको यात्रा होइन, यो त सङ्घर्ष र पुनरुत्थानको गाथा हो। एक हिसाबले भन्दा ओखलढुङ्गाका दुई फरक अनुहार छन्। एकातिर छ विगत, जहाँ एक्लोपन थियो, द्वन्द्व थियो, कठिनाइ थियो, अनि अर्कोतिर छ भविष्य, जहाँ सामुदायिक पर्यटन, सांस्कृतिक संरक्षण र अनगिन्ती सम्भावनाहरूले पर्खिरहेका छन्। यो यात्रा साँच्चै नै गजबको छ। अहिले पनि यहाँको अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा कृषिले नै ओगटेको छ। मकै, धान, कोदो, आलु, त्यसपछि आउँछन् सानातिना व्यवसायहरू। तर त्यो सानो टुक्रा देख्नुभयो, त्यो पर्यटनको हो। यही सानो टुक्रामा नै ओखलढुङ्गाको भविष्यको सबैभन्दा ठूलो सम्भावना लुकेको छ। तर एउटा कुरा के हो भने, ओखलढुङ्गाको सबैभन्दा ठूलो सम्पत्ति न त यहाँका हिमाल हुन्, न त नदी। यहाँको सबैभन्दा ठूलो सम्पत्ति त यहाँका मानिस हुन्, उनीहरूको साहस, उनीहरूको मुस्कान।
र अन्ततः यो जिल्लाको कथा र भविष्य पनि उनीहरूकै काँडमा अडिएको छ। त्यसो भए अबको बाटो के त? बाटो एकदमै स्पष्ट छ। समुदायमा आधारित होमस्टेहरू बनाउने, स्थानीय हस्तकला र उत्पादनलाई बढावा दिने अनि यो क्षेत्रलाई एउटा छुट्टै सांस्कृतिक गन्तव्यको रूपमा चिनाउने। यी सबै गर्न स्थानीय पूर्वाधार र सिपमा लगानी गर्नु एकदमै जरुरी छ। जब इतिहास, व्यापार र पर्यटन एकै ठाउँमा जोडिन्छन् तब मात्र दिगो विकास सम्भव छ। त्यसैले ओखलढुङ्गाको कथा भनेको केवल एउटा ठाउँको कथा होइन, यो त हरेक सङ्घर्षपछि फेरि उठ्ने त्यो अदम्य मानवीय इच्छा शक्तिको कथा हो। यो साहसको एउटा जीवन्त गाथा हो। अब एकपटक सोचौँ त, हामी बसेको ठाउँ, हाम्रो आफ्नो घर, हाम्रो गाउँठाउँको पनि त यस्तै कुनै अनकही कथा होला नि, होइन र? जुन कसैले आएर भनिदियोस् भनेर पर्खिरहेको छ।